Guys, welcome back to my new vlog and आज चाहिँ हामी दुध लिनको लागि आइरहेका थियौँ। सो आज यो दुध छ हैन, दुध छ यहाँ छाता छ, पानी परेको थियो अघि, अहिले चाहिँ पानी परेको छैन हैन। अहिले अब जानु पर्यो घरतिर। आउनुस् है साथीहरु मेरो पछि पछि। हेर्नु कस्तो राम्रो भइरहेछ, डाँडा काँडा सबै हरियाली एकदम वाउ ब्युटिफुल। म हुँ आविष्कार दादा, क्यामेराम्यान छ आयुष नुब्ला बट राउटे। आउनुस् अलि ओर, आउनुस् अलि ओर, नजिक नजिक यता चाहिँ छ हस्पिटल छ कि हाम्रो फेरि एकदम यहाँ चाहिँ हस्पिटल बनिसक्यो तर अहिलेसम्म कोही मान्छेहरू गएको छैन। त्यस्तै छ हैन गाउँको हाल के गर्ने। गाइस अब हामी चाहिँ एकछिन मान्छेहरू आइसक्यो प्रब्लम भयो क्या साथीहरू। सो यहाँ बन्द गर्नु पर्ने भयो। हामी चाहिँ अलिक प्रोफेसनल पर्दैन सबैको अगाडि भ्लग गर्नलाई, यसो हल्का नुब परिदियो होइन। म त प्रो हो, क्यामेराम्यान नुब गरेर अनि खिच्न सकेन, म त बोलिरहेको थिएँ। अब अरू के भनौँ, सबै सकियो। हजुरको हालखबर कस्तो छ, हजुर कहाँ बस्नुहुन्छ, सबै कुरा भनिदिनु होला कमेन्ट बक्समा। कमेन्टको बक्स हुन्छ कमेन्ट बक्समा। अनि यो भिडियोलाई सक्दो लाइक गर्नुहोस् र यो च्यानललाई सब्सक्राइब गर्नु होला। अब लिनुहोस् तपाईँहरूले गाउँको भ्यू। दादा हो म दादा। सो आज चाहिँ हामीले भ्लग बनाउन भनेर किन स्टार्ट गरेको भन्दा मेरो क्यामेराम्यानलाई चाहिँ क्यामेरा साथमा धेरै ऊ भएछ अरे के पाइल्स भएछ पाइल्स हतार भएछ अरे, त्यही भएर मैले चाहिँ त्यस्तो गरेको होइन। ए सर्पो देखियो भनेर प्र्याङ्क गर्न हुन्थ्यो तर छैन यार, नडराउनु। म भएपछि सर्पो डराउँछ कि, तपाईँहरू नडराउनु। ए यहाँ त दलदल रहेछ यार, म त जान्छु यार। हेर त दलदल, मेरो भिडियो बनाएँ यहाँ त। ल साथीहरू म दलदलबाट उम्केर आइसकेँ। छाता ओढौँ भने नि यार त्यस्तो उ छैन, क्यामेराम्यानको काम भएन। छाता छोप यहाँ रहेछ ठुलो ठुलो ढुङ्गा मेरो जात्रै। यस्तै गरी बस्या होला नि त मेरो घर पनि अन्त। म चाहिँ डराउनु होइन, क्यामेराम्यान जस्तो दलदलबाट हिँडिदिन्छु। म चाहिँ यस्तो प्रो हो म। एन्ड यो क्यामेराम्यानलाई फेरि भिडियो गर्ने उजो रहन्छ, मलाई पछि पछिबाट झ्याउ गरिरहेको। दादासँग फेरि नोट हुन्छ कि, तर अब चाहिँ गरेर पार्टी हाल्ने होइन। 30 रुपियाँमा के आउँछ खानाहरूलाई, सो धेरै कुरा आउँछ है गाइस। आउनुहोस् म तपाईँलाई गराउँछु मेरो गाउँको यसो परिचय। मेरो गाउँलाई भन्छ शान्तिपुर होइन। म चाहिँ अहिले शान्तिपुरबाट थोरै टाढा, लगभग 500 जति किलोमिटर मिटर टाढा छु होइन, किलोमिटर भनेको वडा नम्बर 6 मा अहिले हामी हिँडिरहेका छौँ। क्यामेराम्यान बोल्ने होइन ए दादा बोल्ने हो। अरू के भनौँ, यो गाउँमा चाहिँ धेरै हरियाली छ। मैले यस्तै लेख्दा यस्तै लेख्छु क्या। अनि त्यसपछि मेरो गाउँमा धेरै मान्छेहरू शिक्षित छन्, साक्षर छन्।
मेरो गाउँको जनसङ्ख्या यति छ उति छ मेरो गाउँको क्षेत्रफल यति छ उति छ ए त्यहाँ त भोज रहेछ यार जानुपर्छ क्या जानियो जानियो गाइज बाबु न गइदिउँ यहाँ डरायो भने जाऊ आइज जाऊ आइज 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 हेलो गाइज यहाँ चाहिँ आए यो चाहिँ यो पहिलो नम्बरको भिखारी काहीँ नहुँदा ए गुइहाली त्यस्तो गुइहाली बुचाएर को चढेको बुटा यिनीहरूले चाहिँ गुइहालीलाई भन्छ मुसा लेडी मुसाको लेडी त्यहाँ चाहिँ यस्तो हल्का छक्का छक्कीहरू हिँडिरहन् छक्काहरू हाम्रो देशका हाम्रो गाउँका चिजमा कतिजना छन् जाऊ हो क्या तिनीहरू अननेसेसरी थिङ्स हाम्रो गाउँको परिचय हामी चाहिँ आइयो यहाँ मेरो गाउँमा धेरै घरहरू छन् छाप्राहरू छन् अनि गोठहरू छन् मेरो गाउँमा चाहिँ पानी खाने खोला नाला सबैको सुविधा छ छक्का औ हाम्रो गाउँमा चाहिँ यस्ता गुइँली अनि काफल सबै ठाडे काफल जम्मू सो अब यस्तै हो हाम्रो गाउँ होइन यस्तो बाटामा राखिदिन्छन् यस्तो बाटा राखिदिन्छन् सामानहरू होइन अब चाहिँ हामी पार्टी हाने बेला दोकाना घर भेटौँ है साथीहरू दुईटा स्पाइसी रोल दुईटा स्पाइसी रोल गाइज 10 रुपियाँको हो अझै केही किन्ने हो अरू देखाइरहन्छ नि यिनले ब्लगरले दुईटा स्पाइसी रोल दुईटा हो दिनु के लैजाऊ का स्पाइसी रोलको पैसा दिए अरे आना पहिलाको देऊ का यही हो यिन दुईटाको मैले सुरु हाम्रो त खान लाग्यो क्या गाजी त्यति किन्यो हामीले धेरै होइन धेरै त होइन थोरै हो छातो छ त किन्नेहरू छातो छ बका छातो त कहाँ हुन्छ आउनु साथीहरू अलि पर जाउँ बोलाउँ यहाँ चाहिँ अलि हुँदैन क्या क्यामराम्यानको थुतुनको देखाउन गाइज क्यामराम्यानको फेस दादाको फेस राम्रो छ क्या लाइट आउँछ सबैको मोबाइल माग्ने त्यहाँबाट ऊ हान्ने भयो सब्सक्राइब गाइज हामी खाएपछि भेट्नेछौँ है एन्ड गर गाइज आज चाहिँ हामी अब धेरै लामो भयो कि ब्लग यत्न नआयो अब फेरि उता नयाँ ब्लग हो गाली गर्छन् त्यो र अब अन्त्य गर्नु पर्ला जस्तो छ साथीहरू फेरि भेटौँला नयाँ ब्लगमा मेरो आफ्नो ब्लगमा मैले तपाईँहरूलाई सामेल गर्नेछु सधैँभरिको लागि थ्याङ्क यू सो मच